अनि देख्न सक्नुहुन्छ यो बाँदरको खाप्चो कस्तो गरेर चोचो के अरे ओइ सुन्नुहोस् न तपाईँको साथी आउँदैछ है अब कलुवाले टाउको गनाउँदैछ गाइस। अनि दोस्रो चाहिँ रहेको छ हाम्रो बाघ हे गरेर थियो। सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। के छ सबैजनालाई सन्चै आरामै हुनुहुन्छ होला। सो आज चाहिँ हामी चाहिँ घुम्न जान लागेको है। सो आज चाहिँ हामी चन्द्रगिरी माथि डाँडामा र जू जान लागेको। सो अब चाहिँ हामी चाहिँ बाटोतिर अब सरर लाएर जाँदै गऱ्यौँ। अब त्यसपछि चाहिँ सिधै अब हामी चाहिँ माथितिर लाग्यौँ। अब माथितिर लागेर माथि डाँडामा जान लाग्यो मन्दिरमा। सो अब चाहिँ यहाँ चाहिँ है त अनि यहाँ चाहिँ हामीले पूजासुजा गरेर सबै भ्याएर अनि त्यसपछि लाग्यौँ होइन। अगाडितिर पूजासुजा भ्याइयो अनि त्यसपछि चाहिँ हाम्रो आइसक्रिम खाने लाग्यो। एउटा आइसक्रिमलाई 1200। त्यसपछि हामी लाग्यौँ तलतिर घुम्न र घुमेर यताउति घुम्दै अनि त्यसपछि हामी हिँडिरहेको थियौँ र त्यसपछि गयौँ तल। त्यो त्यहाँ छ, त यहाँ छस्। अनि देख्न सक्नुहुन्छ यो बाँदरको खाप्चो कस्तो गरेर चोचो न मोचो जस्तो होइन, देख्नुहोस्। सो अनि हामी चाहिँ अब घरतिर लाग्ने भनेर माथितिर आयौँ घुमेर तलतिर गएर। सो अनि त्यसपछि चाहिँ हामी चाहिँ यसो डाँडाको भ्यू हेर्दै अनि त्यसपछि चाहिँ बिस्तारै बिस्तारै तल लाग्यौँ। अनि सो तल गएको अझै राम्रो डाँडाको भ्यू देखिरहेको थियो। सो म चाहिँ अनि यसरी भिडियो बनाउँदै बसिरहेको थिएँ। सो अनि त्यसपछि अब अगाडि गएर हेर्नुहोस् काठमाडौँको पुरै भ्यू देखिरहेछ होइन, पुरै काठमाडौँको भ्यू। अब केबल कार चढेर तलतिर लाग्यौँ। अब केबल कार चढिसकेपछि हामी चाहिँ तलतिर लाग्यौँ। सो डाँडाकाँडाको भ्यू हेर्दै मजाले पुरै काठमाडौँ भ्याली हेर्दै हामी चाहिँ लाग्यौँ तलतिर। अब है के अरे फेरि भन्नु 1200 आइसक्रिम यही हो सबसे बिगार्ने, यही हो 1200 आइसक्रिम खाने भन्ने, यही हो, अरू कोही होइन। कौन है ये लोग, कहाँ से आते हैं? सो अनि त्यसपछि चाहिँ हामी चाहिँ एकछिन तल बसेर त्यसपछि चाहिँ अब चाहिँ हामी चाहिँ जूतिर जान लाग्यो है। सो अब चाहिँ हामी चाहिँ जूतिर लाग्यौँ। अनि यसको पारा हेर्नु न, पारा झ्यालबाट पुरै टाउको निकाली हेरेर रहेछ बाहिर। अनि हेर नै यस्तो छ हालत, यहाँ सबलाई मोज छ आज, मोजमा मजाले घुमिरहेछन् होइन। पारा हेर्नु न, पारा यसको अरू जो पारा के हेर्ने यस्तो छ, खतरा छ खुबै। घरियाल यो वाट इज दिस इज अ फिस। सो यसलाई देखेर सक्नुहुन्छ यहाँ नमुना, ओइ नमुना यता हेर्न के नानी अब बन्द यो त कति राम्रो फुल फुलेर रहेछ त गुलाबको। कहाँ जाने? अनि सो यहाँ चाहिँ हामीले चाहिँ चित्तल देख्यौँ। चित्तल हेरेर अनि चित्तल हेरिसकेपछि हामी लाग्यौँ अगाडि। सो चाहिँ यहाँ चाहिँ रहेको थियो हिरण र त्यसपछि लाग्यौँ हामी अगाडि। अनि यो यसको पारा हेर्नु न, लुखुर के हेरिरहेछ पुरै त्यसरी भनेको त। त्यहाँ गधा हो कि घोडा थियो। अनि त्यो हेरेर हामी लाग्यौँ अगाडि। हाम्रो सबैभन्दा अल्छी साथी सुँगुर भन्दा पनि बदल हो है यो। अनि यो चाहिँ मजाले सुतेर अनि अरू दुईटा चाहिँ यहाँ बाहिर मजाले, अनि यो दुईटा चाहिँ पुरै मजाले यताउता गर्दै घुमिरहेको थियो र अनि हामी चाहिँ त्यसपछि लाग्यौँ अगाडि। के अरे ओइ सुन्नुहोस् न तपाईँको साथी आउँदैछ है अब। तर त्यो एउटै हो, हेरौँ मेन त यो हो। सो अनि यहाँ रहेको छ हाम्रो सुमनको साथी बाँदर, यो चाहिँ सेतो बाँदर र अनि अर्को चाहिँ रहेको छ हाम्रो कलुवा बाँदर, सुमनको साथी कलुवाले टाउको गनाउँदैछ गाइस है त। अनि दोस्रो चाहिँ रहेको छ हाम्रो बाघ हे गरेर थियो। अनि सो हामी चाहिँ अनि त्यसपछि यसलाई हेरिरहेको थियौँ कता जान्छ भनेर है त। अनि बाघ पनि आएर डान्स गर्यो, बड्कियाको बाघ आयो, बड्कियाको बाघ, अरू सबै पुच्छहरू साइड लाग भन्दै गीत गायो बाघले पनि। अनि त्यसपछि त्यसलाई गर्मी भइसक्यो, त्यो गएछ अनि नुहाउन। ममताका दौडिँदा पनि धेरै गर्मी हुँदो रहेछ भनेर अनि त्यो चाहिँ लाग्यो स्विमिङ गर्न। अनि स्विमिङ गरेर यस्तरी गरेर चाहिँ यो ओके। अनि सो गाइस अनि यहाँ चाहिँ रहेको थियो हाम्रो गैँडा। अनि गैँडालाई हेऱ्यौँ, गैँडाले चपाउँदै थियो पाइप। त्यसपछि हामी लाग्यौँ अर्कोतिर हेर्नलाई।
अनि यहाँ चाहिँ रहेको छ जङ्गली भैँस, भ्या भ्या गर्नेवाला भैँस। इधर रखा है जङ्गली भैँस। यहाँ चाहिँ देख्न सक्नुहुन्छ जङ्गली भालु रहेको छ। त्यसपछि यो घुमिरहेको पुरै पानीमा मस्त पाराले। यसलाई पनि धेरै गर्मी भए जस्तो छ। त्यसपछि यो घुमिरहेको थियो। त्यसपछि चाहिँ अनि हामी चाहिँ लाग्यौँ अर्कोतर्फ, अर्कोतिर हेर्न जाऊँ भनेर हामी चाहिँ लाग्यौँ। र त्यसपछि देखियो चिम्पाङ्जी अब रिसाएर उठेर उतातिर गयो। आफ्नो बुढीसँग भेट्न गइसकेको थियो। अनि त्यो आएर यहाँ टाँसिँदै बसिरहेको थियो, मजाले सुतिरहेको थियो। र अनि लाग्यौँ हामी अर्कोतिर हेर्न। त्यस्तै गरी हामीले चाहिँ चितुवा पनि हेर्न गयौँ। चितुवा हेऱ्यौँ। चितुवा चाहिँ मजाले सुतिरहेको थियो। र त्यसपछि हामी हेर्न गयौँ दुम्सी। अब दुम्सीलाई हेर्दाखेरि अब दुम्सी भनेको हाम्रो ठ्याक्कै एउटा समीर दाईको याद आएछ मलाई। अनि त्यसपछि हामी लाग्यौँ अर्कोतर्फ। यो चाहिँ अस्ट्रिच हाम्रो ठ्याक्कै हेरिरहेको। यो चाहिँ हाम्रो लम्खुट्टे अस्ट्रिच। ओए सुन्न, ओए म पनि उल्लु त्यो पनि उल्लु भन्न एकचोटि हो कि नै? त पनि उल्लु होइन? यता यो पनि उल्लु, यो पनि उल्लु। नमस्ते, मेरो नाम हो ढोरेकान अनि म हो ढोरेकान। म यस्तै हिजो छु ढोरेकानको खाप्छु देख्नु भएको थियो कहिले? ऊ त्यसको के नाम मात्रै ससा रहेछ यार यसको। अनि यो चाहिँ रहेको छ सेतो कालिज। सो हामी चाहिँ सेतो कालिज हेरिरहेको थियौँ। र अनि त्यस मेरो नाम हो परेवा र मेरो सानो प्यारो परेवा हो। यसलाई मेरो नामै थाहा रहन्छ अहिलेसम्म। अनि यो चाहिँ रहेको छ सुनेरी कालिज होइन। अनि यो चाहिँ हाम्रो रहेको छ सुनेरी। अनि मेरो नाम के हो तर मलाई नै थाहा छैन। अब के हो मेरो नाम चाहिँ भन्नुहोस् त कमेन्टमा। यो चाहिँ रहेको छ रङ्गी बिरङ्गी सुगा, सानो प्यारो सुगा रहेको छ होइन। अनि त्यस्तै गरी हामी हेर्न गयौँ जापानिज कालिज है त। यो चाहिँ रहेको छ जापानिज कालिज। अनि यो रहेको छ त्यस्तै गरी मकाउ होइन। अब मकाउ फेरि रङ्गी बिरङ्गी रहेछ। यो हो मकाउ सुगा रङ्गी बिरङ्गीवाला। अनि त्यस्तै गरी हामी लाग्यौँ गिद्ध र चिल हेर्न। र गिद्ध पनि एकै ठाउँमा थियो र चिल माथि थियो। गिद्ध यहाँनिर बसिरहेको थियो। अनि त्यसपछि हामी लाग्यौँ अर्कोतर्फ। यो के हो? सेतो हाँस जस्तो यसको नामै थाहा। त्यस्तै गरी यो रहेको छ गोमन सर्पो, गोमन स्नेक। अनि त्यस्तै गरी हामी चाहिँ अर्कोतर्फ लाग्यौँ अजिङ्गर हेर्न। अजिङ्गर देख्न सक्नुहुन्छ अजिङ्गर कस्तो छ। यहाँ पनि अजिङ्गर थियो, दुईवटा अजिङ्गर थियो। र त्यस्तै गरी हामी हेर्न गयौँ र गोल्डन फिस र व्हाइट फिस थियो यसमा। अनि यहाँ चाहिँ रहेको छ सार्क। र अनि हामी यहाँ चाहिँ अर्को फिस पनि यहाँ लुकेर बसिरहेको रहेछ यो चाहिँ। अनि त्यस्तै गरेर हामी हेर्न लाग्यौँ बेबी सार्कलाई। एकछिन बेबी सार्क हेरिसकेपछि अनि हामी लाग्यौँ कछुवा हेर्न। कछुवा चाहिँ यहाँ स्विमिङ गरेको थियो गर्दै। त्यसपछि लाग्यौँ हामी यो के थरी माछा हो मलाई पनि थाहा छैन। अनि रहेको छ हाम्रो यहाँ एलिफेन्ट फिस। त्यस्तै गरिरहेको छ अब बाहिर घाममा सुतिरहेछ एकदम मस्त पारामा कछुवा।